हेलो हेलो साथीहरू, आज चाहिँ मैले टन्नै तरकारी किनेर ल्याएको छु है साथीहरू। आजकल चाहिँ घुराइमा तरकारी सिजन भएर होला अलि सस्तो छ। अनि मलाई चाहिँ फेरि तरकारी देख्यो कि किन्न मन लागिहाल्छ, बरु नखाएर फाल्नु पर्ने हुन्छ। देखे बेला चाहिँ भगो पनि सबै किन्न मन लाग्छ। आज चाहिँ मैले टमाटर अनि त्यसपछि लामो खालको फर्सी, फुलकोपी अनि हिउँदे सिमी, प्याजको पत्ता, लसुनको पत्ता अनि त्यसपछि साग, बेठुको साग लिएको छु। आजकल चाहिँ दाङमा तरकारी सस्तो भएर यो 20 रुपैयाँको मुठा हो प्याजको पत्ता। अनि त्यसपछि लसुनको पत्ता पनि 10 रुपैयाँको हो, 10 रुपैयाँको 3वटा। मलाई चाहिँ अब यो तरकारीले 1 हप्तासम्म टन्नै ढान्छ साथीहरू। तर पनि मलाई चाहिँ देखेपछि किन्न मन लागिहाल्छ। कसको बानी छ साथीहरू मेरो जस्तै, तरकारी देखेपछि बाटोमा देखेपछि किनिहाल्नु पर्ने। बिहान झन् पारी बालमन्दिर चोकमा लिएर आउनु भएको हुन्छ दिदीहरूले। ल बाई बाई साथीहरू।